हामी सबैले याद गरेका छौँ नि, जसलाई कम थाहा हुन्छ नि उसैको सबैभन्दा ठुलो आवाज र उसको आत्मविश्वास सबैभन्दा धेरै हुन्छ। र यसको पनि एउटा इफेक्ट छ, अनि यो इफेक्टलाई साइकोलोजीमा नि डनिङ क्रुगर इफेक्ट भनिन्छ। यो चाहिँ साइकोलोजिस्ट डेभिड डनिङ र जस्टिन क्रुगरले चाहिँ के भनेका थिए भने नि, जुन मानिसले अलिकति कुनै कुराको ज्ञान पाउँछ नि उसलाई चाहिँ के लाग्छ भने नि उसले ब्रह्माण्डकै सबै कुरा बुझिसक्यो। तर विडम्बना के छ भने नि जति जति ज्ञान बढ्दै जान्छ नि मानिसलाई के महसुस हुन्छ भने त्यति नै मलाई केही पनि थाहा रहेन रहेछ भन्ने महसुस हुन्छ। त्यसैले ज्ञानले हामीलाई अहङ्कारी होइन तर विनम्र बनाउँछ। त्यसैले याद राख्नुहोस्, कहिलेकाहीँ धेरै बोल्ने भन्दा पनि नै वास्तवमा धेरै कुराहरू सिक्ने मानिस नै बुद्धिमानी हुन्छ है त। Cheers!